नमस्कार, म छु अहिले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 ल्वाङ गाउँ र तपाईहरूले देख्दै हुनुहुन्छ यहाँ निर्माणाधीन अवस्थामा रहेको यो क्षेतक्यू बराहा मन्दिर अथवा क्षेतक्यू आधुनिक पँधेरा। यहाँ तपाईहरूले देखिरहनु भएको छ हाम्रा पूर्वजहरूले सदैवदेखि पानी पिउँदै गरेको यस क्षेतक्यू पँधेरा अहिले निर्माणको निमित्त हाम्रो यहाँ सहयोग दिने गाउँपालिका माछापुच्छ्रे गाउँपालिकाले रु 2 लाख दिएको छ र यहाँ अहिले निर्माण भइरहेको छ हाम्रो चाहिँ श्रद्धेय दाजु दिपेन्द्र गुरुङको अध्यक्षतामा। र उहाँसँग सोधौँ यहाँ के भइरहेको छ कामकाज, उहाँसँगै बुझौँ है त। दाजु नमस्कार। नमस्ते मेरो प्यारो भाइ नवराज र यो युट्युबमा जोडिनु भएको सबै प्रियजनहरूलाई चाहिँ मेरो तर्फबाट न्यानो है माया छ ल। र यसमा तपाईँको जस्तो अब गाउँपालिकाबाट 2 लाख रुपियाँ चाहिँ बजेट छुट्याइएको रहेछ र हजुरको अध्यक्षतामा काम भइरहेको रहेछ र अब तपाईँको यो पूर्ण सबै सम्पन्न हुने बेलासम्म कति जति लागत लाग्ला जस्तो छ दाइ? ल स्पष्ट भनिदिनुहोस् त। सिधा भन्नु पर्दाखेरि यो क्षेतक्यू बाह्रै माता यसलाई चाहिँ अहिले आधुनिकीकरण भनौँ अलिकति राम्रो तरिकाले ढुङ्गा छाप्ने काम अनि यहाँ वासरुम र चेन्जिङ रुमको जरुरी पनि देखियो। यसमा चाहिँ हाम्रो यो गाउँपालिकादेखि रु 2 लाख हामीलाई बजेट पढायो हो। हजुर हजुर। अब भ्याटस्याट काटेर समथिङ 1,80,000 आउला। हजुर। अनि त्यहाँबाट जनसहभागिता हजुर, यानि कि अब त्यो दोहोर हाजिरामा यहाँको पब्लिकबाट गर्ने होइन 19,000 को गरिरहेको छ यहाँ। 19,000 रुपियाँ जनसहभागिता है। हजुर। यसमा मैले मोटामोटी देख्दाखेरि यो ढुङ्गा सिमेन्ट तपाईँको अनि बालुवा अनि यो जति पनि ट्रसहरू अनि जस्ताहरू एनटेन गर्दाखेरि मेरो उसमा मेरो अहिलेसम्मको उसमा अहिले फाइनलिङ पनि भएको छैन। हजुर। 2,60,000 को जस्तो मैले चाहिँ उलिएको छु है मेरो उसबाट। र यसो त तपाईँको अब गाउँपालिकाबाट आएको कुल बजेट 2 लाखमा 20,000 रुपियाँ त्यहाँ काटेर राख्दा 1,80,000 आउने भयो र तपाईँको यहाँ चाहिँ यो पुनः निर्माणको निमित्त अझै पनि 80,000 रुपियाँ नपुग हुने चाहिँ एउटा देखियो। त्यसमा 20,000 जनसहभागितामा चाहिँ जनश्रमदान भनौँ न, अब चाहिँ श्रम गरेर जनताहरूले यहाँको चाहिँ सबै जनताहरूले चाहिँ 20,000 रुपियाँ चाहिँ जुटाउनुहुन्छ। अब हजुरलाई चाहिँ आवश्यकता पर्यो 60,000 रुपियाँ र यो चाहिँ अब आफैले खल्तीबाट हाल्न पनि नसक्ने अवस्था होला र त्यहाँबाट आएको बजेटले पनि पुग्दैन। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? म यो भन्छु कि यो एउटा ल्वाङको एउटा चिनारी पनि हो। एउटा क्षेतक्यू बाह्रै माछाको उसबाट धेरै मान्छेहरू भक्कल गर्न पनि आउँछन्, यहाँ सन्तान पनि हुन्छ अरे भन्ने एउटा ऊ नै छ है। हजुर। खालि उसबाट होइन। यसमा म चाहन्छु कि अझै अर्को बजेटमा ठुलो एउटा लगानी पर्यो भने गाउँपालिकाबाट हजुर यो पित्तलको बाहिर हजुर भित्र इँटाबाट उ गरेर चाहिँ लैजाने र यहाँनिर भएको जति पनि संरचनाहरू छ नि त्यसलाई अलिकति राम्रो देखाउने एउटा चाहिँ उसमा छु म। त्यसको लागि के अरे अघि बढ्दैछु जहाँसम्म सम्भव हुन्छ त्यो। यो सबै अब देश विदेशमा छरिनु भएका सम्पूर्ण यहाँ गाउँवासी यहाँका संस्थाहरू जति पनि एकादेखि हरेक संस्थाहरू अबद्ध भएका वरिष्ठ व्यक्तित्वहरूलाई पनि म यो भन्न चाहन्छु यही उसबाट तपाईँहरूले पनि यसमा चाहिँ ध्यान दिनु पर्यो। सबैले यसलाई चाहिँ अलिकति नमुना बनाएर एउटा चाहिँ एउटा धार्मिक तीर्थस्थल अझै राम्रो खालको बनाउनको लागि तपाईँहरूले ठुलो सहयोग र माया दिनुहुन्छ भन्ने मैले ठुलो अपेक्षा राखेको छु। यसो त यहाँ चाहिँ यो एउटा पौराणिक भनाइअनुसार यहाँ आउँदाखेरि एउटा निसन्तान भएको मान्छे अथवा महिलाहरूको पुरुषहरूको निसन्तान भएको यस क्षेतक्यू बराहामा आएर भाक्कल गरे पछाडि यहाँ चाहिँ सन्तान हुन्छ भन्ने एउटा किम्वदन्ती रहेको छ र कतिपयको भएको पनि छ। र हाम्रो चाहिँ यो आस्थाको धरोहर क्षेतक्यू बराहा मन्दिर र यहाँ आधुनिक क्षेतक्यू बराहा मन्दिरको उसमा रहेको आधुनिक पँधेराहरू अहिले निर्माणाधीन अवस्थामा छ र हाम्रो यस निर्माण गर्दै रहेको निर्माण समितिको अध्यक्षज्यूको भनाइ छ हामीलाई चाहिँ 60,000 रुपियाँ लगभग नपुग हुने भयो भन्ने खालको छ। र म यही मार्फत भन्न पनि चाहन्छु कि यहाँ ल्वाङ गाउँमा अहिले चाहिँ चल्दै गरेका होमस्टेहरू छन्। होमस्टेबाट पनि केही डोनेसनहरू उठाएर यसलाई चाहिँ सम्पन्न गरौँ र गाउँतिर पनि हामीले चाहिँ क्षेतक्यू पँधेरा चाहिँ अहिले चाहिँ मन्दिर पँधेरा
यसलाई चाहिँ पुनर्निर्माण गर्दैछौँ, यसको लागि चाहिँ हामीलाई केही सहयोग चाहियो भनेर अन्त पनि सहयोग जुटाउन पर्यो र यो कुरा चाहिँ यो भिडियोलाई सबैले सक्दो सेयर गरेर गाउँपालिका र यहाँ चाहिँ जति पनि हामीलाई चाहिँ माया गर्ने र हिन्दू धर्म बौद्ध धर्म जति पनि धर्म मान्ने धर्मावलम्बी हुनुहुन्छ तपाईँहरूले एउटा चाहिँ धर्मको लागि चाहिँ कहाँ कहाँ कति कति खर्च गरिराख्नु भएको छ भने यहाँ पनि केही सहयोग जुटाइदिनु हुन म पत्रकार नवराज अधिकारी पनि तपाईँहरूसँग हार्दिक अनुरोध गर्दछु र पुनः यसलाई चाहिँ पुनः निर्माण भए पछाडि तपाईँहरूलाई चाहिँ पुनः सबै सम्पन्न भए पछाडि यो पुनः देखाउने चाहिँ एउटा बाचाको साथ म चाहिँ हाम्रो अध्यक्षज्यूसँग बिदा माग्न अनुमति चाहन्छु। हस्त नमस्कार। नमस्ते भाइ, धेरै धेरै धन्यवाद।